यो एउटा डिभाइस हुने हो भने हाम्रो साधन चोरी हुनबाट बच्छ। काठमाडौँबाट 1847 मोटरसाइकल चोरी भएका छन्। काठमाडौँ उपत्यकामा दैनिक 4वटासम्म मोटरसाइकल चोरी हुन्छन्। मोटरसाइकल चोरी यस्ता कैयौं चोरीहरू रोकिन सक्थ्यो हाम्रो लाखौं करोडौं पर्ने साधनहरू चाहिँ बस्थ्यो भनौं। र यो चिजलाई चाहिँ बाइक, स्कुटर, बस, कार हरेकमा प्रयोग गर्न सकिन्छ। सो दिस इज ट्र्याक अन जीपीएस। यो एउटा डिभाइस हुने हो भने तपाईले चाहिँ आफ्नो साधन अहिले एक्ज्याक्टली कहाँ छ, कतिको स्पिडमा गुडिरहेको छ, कति बेला गाडी रोकियो, यो सबै हेर्न मिल्छ। र गाडीको इग्निसन कति बेला अन अफ भयो भन्ने कुराको नोटिफिकेसन चाहिँ तुरन्त तपाईको स्मार्टफोनमा आउँछ। अब यो जीपीएसलाई चाहिँ यहाँ कतै नदेखिने ठाउँमा राखिन्छ। अब चोर आएर बाइक चोर छ भने त्यति बेला त उसलाई थाहा हुँदैन जीपीएस छ भनेर, उसले चाबी हाल्छ, लिएर जान्छ। अब मोबाइलमा त देखिन्छ चोरले चोरेर लिएर गइरहेको छ, उहाँ चोबारको डाँडै कठाएर लिएर गइसक्यो। त्यति बेला गर्ने के हो भने चाहिँ पुलिसलाई फोन गर्ने, मेरो बाइक चाहिँ चोरी भएको छ, लिएर आइदिनुहोस् भने पछाडि चाहिँ फिर्ता चाहिँ आउँछ। तर चोरलाई चोर नै नदिन मिल्ने बनाउने सिस्टम चाहिँ छैन त हो। यस्तो सिचुएसनमा काम लाग्छ यो डिभाइस। यसलाई चाहिँ रिले भनिन्छ र यसले गर्दाखेरि बाइकको इन्जिनलाई नै लक अनलक गर्न मिल्छ। बाइकको ह्यान्डललाई लक अनलक होइन, इन्जिनलाई नै लक अनलक गर्न मिल्छ विदाउट स्मार्टफोन। र इन्जिन लक हुने हो भने चोरले जति ट्राई गरे पनि सक्दैन अनि हार मानेर जान्छ। अनि यदि कुनै चोर बाटो भएर हाम्रो साधन चलाउन खोज्छ भने इन्स्ट्यान्टली नै हामीले हाम्रो स्मार्टफोनमा अलर्टको यो नोटिफिकेसन पाउँछौँ। यदि भइसके पछाडि हामीले इन्जिन लक गर्न मिल्छ र आफ्नो साधनलाई चोरी हुनबाट बचाउन मिल्छ। अब प्राइसको कुरा गर्नु पर्दाखेरि तपाईले जीपीएस मात्र लिनुहुन्छ भने यसको एमआरपी इज 8000, तर रिले सहित लिनुहुन्छ भने चाहिँ यसलाई 9000 रुपियाँ पर्छ। अहिले चाहिँ तपाईले लिनुभयो भने ठ्याक्कै यति पर्दैन, 20% अफ रहेको छ। सो यो मौकालाई चाहिँ युटिलाइज गर्नु होला।